आफ्नो अधिकारको कुरा भनौँ। यो जुन तरिकाले मलाई हिंसात्मक प्रवृत्तिले जुन गेटबाट प्रवेश गर्न निषेध गरियो र नगरपरि परिचालन गरेर म माथि हातापाई गरेको त नगरपरिमाथि कारबाही हुनु पर्यो र त्यो प्रमुख प्रशासकीय अधिकृतले म माथि गरेको व्यवहारको कारबाही हुनु पर्यो र मेरो अधिकार जुन मिचेको छ त्यो सुनिश्चित हुनु पर्यो र मेरो कार्य सुरक्षित हिसाबले म बस्न पाउने पर्ने वातावरण बन्नु पर्यो र म सुरक्षित कसरी हुने त्यो सिर्जना हुनु पर्यो र नगरवासीको लागि अब नगरसभा आउँदैछ, बजेट निर्माण हुँदैछ। नगरपालिकाको हाम्रो अहिले 0% कार्य भएको छ। यसमा मैले आजको आवाज मेरो नगरपालिकामाथि यो सम्पूर्ण जनतामाथि छ। जनताले पाउनुपर्ने सुलभ सुविधा र आएको बजेटको सदुपयोग हुनु पर्यो। अहिलेसम्म मैले रेड बुक पाएको छैन, योजना किताब पाएको छैन। यो आर्थिक वर्षको लास्ट अवस्था आइसकेको छ, त्यो सार्वजनिक हुनु पर्यो त्यो कुराहरू। र आउने योजनामा मैले पनि अब यो कानुनले दिएको स्थानीय सरकार सञ्चालन ऐनमा योजना छनौट गर्ने कार्य उपप्रमुख हुन्छ, त्यो नियम सम्मतको कार्यहरू हुनु पर्यो र त्यसपछि अरू आगामी दिनमा यो सुनिश्चित हुन्छ। यो सम्बन्धित निकायहरूमा यो कुराहरू पुगाइसक्नुभयो? तपाईँ यति जनताले तपाईँलाई लिएर आउँदा पनि तपाईँलाई प्रवेश निषेध गरियो र तपाईँ कार्यकक्षमा जाँदाखेरि त्यहाँको अवस्था भनौँ न उचित थिएन भन्ने भन्नुभयो। यो विषयवस्तुलाई कहाँ पुर्याउनु भयो अहिलेसम्म? मैले यो कुरा अहिले हाम्रो यहाँको इलाका प्रहरीको कार्यालयको प्रमुखज्यू जुन अहिले मेरो कार्यकक्षमा म बस्ने ठाउँमा अहिले पनि तालाबन्दी गरिएको छ र अरू शाखाहरू खुलिएको छ। यदि तालाबन्दी गर्नु छ भने सम्पूर्ण शाखा अवरोध हुनु पर्यो र यो गेटमा मेरो त अब गेट भएमै निषेध गरिएको छ। अब त्यसपछि यो हाम्रो जुन अहिलेको अवस्थाको जुन प्रेजेन्ट अवस्था छ, मैले सिडिओ साहबसँग पनि बार कुरा गरिराखेको छु, एसपी साहबलाई पनि भनिराखेको छु। त्यसपछि हाम्रो अहिले गृह मन्त्रालयसम्म पनि उहाँलाई मैले सूचना दिइसकेको छु। यो आन्दोलन शान्तिपूर्ण रूपले हुन्छ र यहाँ म प्रति या मसँग आउनुभएका जनसमुदायप्रति कुनै किसिमको अप्रिय घटना घट्यो भने सुरक्षा निकायले यो जिम्मा लिनु पर्नेछ र भोलिको दिनको लागि अब यतिसम्म छ हाम्रो आन्दोलन र भोलि अगाडि अग्रसर भएर यो पनि अझै यदि डिमान्ड पुरा भएन भने यो कुन रूप लिन्छ त्यो अहिले भन्न सकिँदैन। धन्यवाद। केन्द्र सत्याजी, तपाईँ गौशाला नगरपालिकाको मुख्य प्रवेशद्वारमा धरना बस्या जसरी बस्नु भएको छ, यो धरना हो कि के हो? खासमा यो धरना नै हो, शान्तिपूर्ण धरना हो। यहाँ भ्रष्टहरूको राज छ। हामी यहाँ तनावपूर्ण स्थिति ल्याउन चाहँदैनौँ। हामी शान्तिपूर्ण यहाँको अधिकार सुनिश्चित गरियोस्, यहाँको स्वतन्त्रता हनन नगरियोस् र यही मार्फत जिल्ला प्रशासन कार्यालय महोत्तरी र गृह मन्त्रालयले समेत ध्यान आकर्षण गराउन चाहन्छु कि हिजो मात्र पनि जनतालाई, यदि जनताले सत्यलाई समर्थन गरेकै कारणले यो नगरपालिकाका नगर प्रहरीले एउटा व्यक्ति सिङ्गल निहत्था जाँदै गर्दा पनि त्यो व्यक्तिलाई लछार पछार गरिएको छ। यो गौशाला नगरपालिकाको नगर प्रहरी मेयरले जे भन्छ त्यही मान्ने हो कि यो नगरको त्यो मेयरको मात्रै प्रहरी हो कि जनताको प्रहरी हो? त्यसको लागि हो। र हाम्रो चाहिँ मेन के हो भने जनताको मत लिएर उपप्रमुखको पदमा आउनुभएको छ हाम्रो गौशाला नगरपालिकाको उपप्रमुखज्यू। उहाँको कार्यक्षेत्र अधिकारको हनन गरिएको छ, त्यो पनि गुन्डागर्दी शैलीमा। रातिमा चाहिँ कार्यकक्ष बन्द गरिएको छ र अझै पनि गुन्डागर्दी शैलीहरू बल प्रयोग गरेर अहिले यस्तो गरिएको छ। हामीले शान्तिपूर्ण तरिकाले माग गरिराखेको छ कि कार्यक्षेत्रहरू सुनिश्चित गरियोस् भन्ने, त्यसको लागि हामी यहाँ धारणा बसिराखेका छौँ। म लगायत जुन यो अस्तिदेखिको आज तेस्रो दिनसम्मको यो जुन गतिविधि छ त्यो विषयमा सम्पूर्ण जतिजना यहाँ जनता मेरो पक्षमा सम्पूर्ण राजनीति दलबाट जतिजना उपस्थिति हुनुभयो र यहाँ सबै वडावासीहरू, महिला दिदीबहिनीहरू सम्पूर्णजना हामी एउटा सङ्घर्ष मेरै संयोजकतामा एउटा सङ्घर्ष समिति गठन भयो। त्यो जुन तरिकाले संयमित भएर मेरो अधिकार क्षेत्र, मेरो कार्यक्षेत्र र म माथि जुन हिंसात्मक गतिविधि जुन परिचालन भयो यो 2 दिन अगाडि, त्यो र आजको तेस्रो दिन हामी कार्यालयमा के अरे नगरपालिकामा प्रवेश गरेर त्यहाँको कार्यकक्षको अवस्था के छ त, बस्न मिल्ने अवस्था छ कि छैन भनेर हामी आउँदाखेरि प्रवेश गर्दाखेरि रोकछेक पनि भयो। हाम्रो यहाँ
इलाका प्रशासन प्रहरी कार्यालयबाट कि यो धेरैजना जान पाउनुहुन्न, धेरै प्रश्नहरू उहाँसँग पनि सोध्यो कि किन पाउँदैन। तर म महिलासँग भित्र गएँ, साथी त्यहाँ चाहिँ अवस्था अब अलरेडी त्यहाँनिर सुनियोजित तरिकाले महिलालाई नै एउटा अब त्यो भनौँ अब हातमा अब औजारहरू लिएर अब त्यस्तो सिर्जना भएपछि अब म त सुरक्षित छैन अहिले पनि। र जुन मेरो मुद्दा थियो तपाईँहरूले सहयोग साथ दिनुभयो अहिलेसम्म। यो आज जबसम्म मेरो अधिकार क्षेत्र सुनियोजित हुँदैन, मेरो कार्यक्षेत्रमा कार्यकक्षमा जुन तालाबन्दी गरिएको छ, जबसम्म अधिकार क्षेत्र सुनिश्चित हुँदैन तपाईँहरूको साथ सहयोग पुनः म अपेक्षा गर्दै आज जति सहयोग गर्नुभयो यो एउटा भनौँ न शान्तिपूर्ण आन्दोलनको लागि सम्पूर्णजनालाई धन्यवाद। र फेरि पुनः हामी भोलि बसेर र अहिले हुन्छ बसेर यो जबसम्म मेरो सुनिश्चित हुँदैन, निष्कर्षमा पुग्दैन, म यो अझै 2 वर्षको अवधि छ, काम कसरी गर्ने त्यो वातावरण मिल्दैन, म कार्यक्रमसम्म जाने अवस्था सिर्जना हुँदैन, तबसम्मको लागि यो आन्दोलन जारी रहनेछ। र सम्पूर्णजनाले अझै नगरवासीज्यूहरू आउनुहुन्छ, उहाँहरूले सहयोग गर्ने अपेक्षा भनिराख्नु भएको छ। र सङ्घर्ष समितिज्यूहरूलाई जतिजना हुनुहुन्छ सदस्यज्यूहरू, अब यतिसम्मको आजको हाम्रो जुन उद्देश्य थियो, अब बसेर हामी छलफल गरेर यो कहिलेसम्म जारी रहन्छ अहिले म भन्न सक्दिनँ। र जबसम्म यो म एउटा विज्ञप्ति पनि जारी गर्छु, त्यसपछि अब भोलिको लागि कुन योजनातर्फ जाने त्यो चाहिँ भोलि चयन हुन्छ। र यो आन्दोलन अहिले पनि जारी रहन्छ, म यति भन्छु। तपाईँको यो सङ्घर्षको स्वरूप 3 दिनदेखि हामी हेर्दैछौँ, झन्कडा हुँदै गइरहेको छ। अब चाहिँ के हुन्छ हजुर? अब चाहिँ के हुन्छ भने यो दिन प्रतिदिन सशक्त हुँदै जान्छ यो आन्दोलन। अब आन्दोलन भनेको हाम्रो जारी छ, शान्तिपूर्ण आन्दोलन राख्छौँ। तर के भन्छु भने हाम्रो शान्तिपूर्ण आन्दोलन छ, विपक्षीबाट घुसपैठ गर्ने प्रयास पनि गरिएको छ। नगरपालिकाको भित्रमा चाहिँ त्यो गुन्डाहरू बोलाएर राखिएको थियो, तिनीहरूको लागि प्रहरी छैन। यदि यहाँको संवेदनशील अवस्था छ भने प्रहरीले निगरानी राख्नु पर्दैन कि नगरपालिकामा झाडु लिएर महिलाहरू छन्? होइन भने म अझै पनि भन्छु, बार भन्छु, नगरपालिका संवेदनशील क्षेत्र हो, त्यहाँको सीसीटीभी फुटेज चेक गरियोस् त। आज तपाईँले यहाँको सुरक्षाकर्मीलाई पनि आरोप लगाउँदै हुनुहुन्छ नि? फेरि आरोप होइन, ठुलो प्रश्न हो। हाम्रो जनताले दिएको करबाट उहाँहरूले बढ्ती लाउनु भएको छ, उहाँको घर परिवारको पेट चल्छ, उहाँको पनि घर परिवार छ। हामीले चाहिँ तिरेको करबाट बढ्ती उहाँले बढ्ती लगाउनु भएको छ। त्यो बढ्तीको सम्मान होस्, जनताको लागि काम गरोस्। कुनै एउटा पदमा बसेको व्यक्तिले शक्तिको दुरुपयोग गर्दाखेरि त्यसलाई संरक्षण नगरियोस्। प्रहरी भनेको हाम्रो साथी हो, प्रहरी सबैको लागि कानुन हो, कानुनको पालना गराउने हो, कानुनको रक्षा गरोस् भन्न खोजेको हामीले। तपाईँको यो आन्दोलनको स्वरूप हेर्दाखेरि लाग्छ यो निकै समयसम्म चल्छ। यसलाई सल्टाउनको लागि अथवा मत्थर बनाउनको लागि अथवा यसलाई चाहिँ एउटा टुङ्गोमा पुर्याउनको लागि तपाईँको डिमान्ड के छ? 1, 2, 3 गरेर भन्न सक्नुहुन्छ? हाम्रो सबैभन्दा पहिले यो समस्या छिटै सकोस्, समाधान होस् भनेर भनिराखेका छौँ होइन। र यो किनभने नगरवासीको विषय हो, आज गौशाला नगरपालिकाको जनताले पनि दुःख पाइराखेको छ, काम भइराखेको छैन। हाम्रो सबभन्दा पहिले प्रमुख डिमान्ड के हो भने जुन दर्ता चलानीवाला जुन भ्रष्टाचार हो त्यो फाइलमाथि चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाहिँ उहाँहरूले निष्पक्ष छानबिन गरोस्, त्यो उहाँको पाटो हो। तर तत्काल भनेको हाम्रो चाहिँ प्रमुख डिमान्ड के हो भने उपप्रमुख ज्यूको कार्यकक्ष त्यहाँबाट 1 इन्च पनि हल्लिनु हुँदैन, सार्नु हुँदैन। त्यो सार्नु भनेको उहाँको बल प्रयोग गरेर अपमान गर्नु हो। र जुन उपमेयरज्यूलाई अस्ति जुन नगर प्रहरीले दुर्व्यवहार गर्नुभएको छ त्यसको पनि कारबाही हुनु पर्यो। र हिजो म पनि स्वयं म एउटा साधारण जनता, म भन्दैछु निहत्ता छु, म सिङ्गल छु, यो नगरपालिकाको जनता हो, म नेपाली हो, मलाई प्रवेश गर्न दिनु, मलाई घुम्न दिनु भन्दा पनि मलाई चाहिँ घुम्न दिएन। तपाईँले आदेश छ प्रवेश गर्न दिँदैन, मेयरको आदेश छ, जबकि प्रशासकीय अधिकृतले नगर प्रहरी चलाउने हो। अनि मलाई जुन लच्छार पछार गरिएको छ त्यो सामाजिक सञ्जालमा भाइरल छ। के वर्दी लगाएर जनतामाथि यसरी दमन गर्ने त? हाम्रै कर लिएर हामीले राजस्व तिरेको वर्दी लगाएर हामीमाथि नै दमन गर्ने त? यस्तो हुनु भएन, यो कारबाही हुनु पर्यो। र गौशाला नगरपालिकाको जुन सूचनाको हकबाट पनि वञ्चित गरिएको छ, रेड बुक र खर्च विवरण आए भए त्यो चाहिँ सार्वजनिक हुनु पर्यो। हाम्रो चाहिँ तत्काल डिमान्ड यति हो। हस्, धन्यवाद। त्यसै गरी यसै सङ्घर्ष समितिमा अब सङ्घर्षरत व्यक्तित्व हुनुहुन्छ देवनारायणजी, उहाँ पनि नागेन्द्र सत्यासँगै यो सङ्घर्षमा होमिनु भएको छ। उहाँको भनाइ सुनौँ।
देवजी तपाईँलाई स्वागत छ हाम्रो मिडियामा। तपाईँ यहाँ के को लागि धरना बस्दै हुनुहुन्छ? यो गौशाला नगरपालिकाको जुन यो 3 दिनदेखि जुन व्यथिति भएको छ, जुन समस्या आएको छ, जुन एउटा सार्वजनिक पदमा भएको जुन जनताको मतले मेयर साहब जित्नु भएको छ, सेम मतले जनताको मतले उपमेयर म्याम पनि जित्नु भएको छ। उहाँलाई जुन अपमान गरिएको छ त्यसको लागि त्यो हाम्रो अपमान हो। हामी यहाँ गौशाला नगरपालिकाका जनता हौँ। हामी म्यामको सपोर्टको लागि, उहाँको सम्मानको लागि जुन यहाँ अत्याचार भएको छ, भ्रष्टाचार भएको छ, त्यसको विरुद्धमा हामी यहाँ जनता भएर यहाँ उपस्थित भएका छौँ। म्यामको सम्मानपूर्वक जुन अधिकार खोसिएको छ त्यो दिलाउनको लागि हामी जनता भएर यहाँ उपस्थित भएका छौँ। भनेपछि तपाईँहरूको जुन डिमान्ड छ त्यो फुलफिल भएन भने यो आन्दोलन अथवा यो सङ्घर्ष निरन्तर चलिरहनेछ, निकै चलिरहन्छ। यसको लागि म्यामकै अध्यक्षतामा सङ्घर्ष समिति बनिसकेको छ। त्यो हाम्रो सङ्घर्ष समितिले विभिन्न समयमा अहिले म्याम पनि भनिसक्नुभयो र हाम्रो समितिले जुन निर्णय गर्छ त्यो अनुसार क्रमबद्ध तरिकाले त्यो चलिरहन्छ। तपाईँहरूले यो शान्तिपूर्ण गर्ने भन्दै हुनुहुन्छ, तर शान्तिपूर्ण गर्नको लागि त तपाईँले सुरक्षाकर्मीलाई पनि त जानकारी गराउनु पर्यो नि। ज्ञापन पत्रहरू केही बुझाउनु भएको छ? त्यो हाम्रो अब समितिको निर्णय हुन्छ, त्यो सबै अब सिस्टमले समितिबाट गइहाल्छ। हुन्छ, अन्तिममा के भन्न चाहनुहुन्छ तपाईँहरू? अन्तिममा के भन्न चाहन्छु भने यहाँ चाहिँ शान्तिपूर्ण के छ, ज्ञापन पत्र बुझाउनुपर्छ भन्ने हामीले यहाँबाट पाठ पनि सिकेको होइन। त्यहाँ चाहिँ रातारात तालचा हानिँदाखेरि केही ज्ञापन पत्र बुझाइएन होइन। हामी चाहिँ इलाका प्रहरीलाई 3 दिनदेखि अवस्था थाहा छ, आन्दोलन हुँदैछ, उहाँहरूलाई पनि थाहा छ होइन। त्यो कुरा चाहिँ हामी राखेको छु र अब जानि नै सक्नुभयो। त्यो नै हाम्रो चाहिँ ज्ञापन पत्र उहाँहरूले यसलाई सूचनाको आधार मान्दा हुन्छ। हस्, धन्यवाद। देवनारायणजी, अन्त्यमा के भन्न चाहनुहुन्छ तपाईँ? हाम्रो त त्यही हो, हामीलाई यो जबसम्म यो वार्तालाप हुँदैन, जुन व्यथिति छ यो व्यथिति अन्त हुँदैन, तबसम्म हाम्रो आन्दोलन निरन्तर चलिरहन्छ। हस्, धन्यवाद।